यो डाक्टर मदन थापाको जन्मेको घर। डाक्टर साहब घर आफ्नो जन्मथलो आउँदाखेरि कस्तो लागिरह? कस्तो आउँछ? आनन्द आउँछ, स्वर्ग जस्तो लाग्छ बाबु। जन्मे हुर्केको ठाउँ भने अर्कै हुन्छ नि। त्यही भएर 4-5 वर्ष। यहाँ डाक्टर कपिल आउनुभयो, यहाँ कविराज आउनुभयो, उहाँ चाहिँ वैद्य हुनुहुन्छ, आयुर्वेदको चाहिँ कविराज हुनुहुन्छ। उहाँ चाहिँ ग्यास्ट्रोको डाक्टर सुरेश थापा, डाक्टर जीवन थापा माथिको डाक्टर कपिल थापा। उहाँ नभए कामै चल्दैन। नाम चेन्ज गरेर सिग्देलबाट थापा बनाइदिएछु। उहाँ चाहिँ डाक्टर मदन थापा, सुरेश थापा, डाक्टर बुद्धि थापा जम्मै यहीँ जन्मेका हुन्। मिलन बात त यहाँ होइन, आफ्नो घरमा कहाँमा अरू त कहाँ के लानु नसकेला जस्तो भयो त। आफ्नो मामाको नआएर अर्को मामाको गएछ। आफ्नो मामाको नआएर अर्को गएछ। यो मिलन अधिकारको मामा घर हो। मेरो शब्द होइन त्यो। अब के त्यहाँ आउँछौँ हामी एकछिन। मिलन, अस्मिता, अर्को सबु अनि कृषान्तको पनि कृतिको मामाहरू पनि यही हो ओरिजिनल। मामाहरू पनि कस्तो हुन्छ ल हेर है, तिमीहरूलाई अब म यो भिडियो पठाउँछु, तिमीहरूले चाहिँ पैसा डलर पठाउनुपर्छ। डलर पठायो भने हेर्न पायो, नत्र लक हालिदिन्छु मैले।